हेलो नमस्ते अनि वेलकम टु माई बकवास भिडियो। आज म हजुरहरूलाई गरिबको स्किन केयर कस्तो हुन्छ भनेर म देखाउन गइरहेको छु। मेरो स्किन केयर लेभल चाहिँ लाइफ बोय साबुनबाट अपग्रेड भएर के भन्छ मोइस्चराइजर भिटामिन सी सम्म पुगेको छ। अनि अब म चाहिँ स्टेप बाई स्टेप देखाउँदैछु। अनि बिहान आज सन्डे थियो नि त, अनि केही काम थिएन, त्यही भएर यतिकै स्किन केयर गरेको। अनि अहिलेको लेटेस्ट अपडेट कपाल एकदमै झर्न लाग्यो, राति बेलुका टाइममा नसुत्ने त्यस्तो के भएर होला है। ओके लेट स्टार्ट। पहिला चाहिँ ब्रस गरौँ। अनि एज युजुअल हाम्रो कलगेट सबैभन्दा राम्रो होइन। अनि ब्रस गर्नुपर्छ। अनि ब्रस गर्दै गर्दै कपाल पनि मिलाउनुपर्छ, किनकि क्यामेरा छ अगाडि, क्यामेरा। अनि त्यसपछि यो मेरो फेस वास छ, बायो एक्वाको फोमवाला फेस वास। लाइक मलाई चाहिँ यो मनपर्छ कि किन थाहा भएन, बट त्यसले चाहिँ स्किन चाहिँ कस्तो ग्लो समथिङ दिन्छ जस्तो फिल हुन्छ है। मेरो स्किनलाई चाहिँ सुट गरिरहेछ। यसको टिपमा चाहिँ मसाज गर्नेवाला छ कि, अनि त्यसले चाहिँ जेन्टली मसाज गर्दाखेरि पनि कस्तो आनन्दवाला फिल दिन्छ। अनि मेरो फेस चाहिँ कस्तो छ भने लाइक नट वेली टाइप, अनि त्यही भएर पनि मलाई त्यस्तो एकदमै वेली बनाउनु मन छैन कि, त्यही भएर नर्मल अल टाइप अफ स्किनलाई चाहिँ यो सुइटेबल छ। अनि अहिलेको आई डोन्ट नो कताबाट जब खोटीहरू आइरहेछ कि। अनि मसँग स्किन केयरमा भएको चाहिँ यति हो कि एउटा मोइस्चराइजर, भिटामिन सी, सनस्क्रिन, अनि त्यसपछि लिप बाम, यति हो। अब ओके स्टार्ट गरौँ। अनि मोइस्चराइजर लगाऊँ। मलाई स्किन केयर नआउने होइन कि, आउँछ, बस यादै हुँदैन कि। म जबरजस्ती आफूलाई उठाएर बल्ल तल्ल मुख धुवाउँछु होइन। त्यसपछि म केही गर्न सक्दिनँ कि। अनि मोइस्चराइजर लगायो, अनि त्यसपछि चाहिँ आफ्नो काम जे गर्ने हो गर्यो। सनस्क्रिन पनि लगाउन भ्याउँदिनँ कि। अनि यो पनि भिटामिन सी हो, यो पनि बायो एक्वाको हो। लाइक सबै मलाई चाहिँ बायो एक्वाको सुट गरे जस्तो हुन्छ, अनि त्यही भएर मैले सबै प्रडक्टहरू बायो एक्वा नै युज गर्न ट्राई गरेछु। अनि यो चाहिँ सनस्क्रिन भयो। अनि यो चाहिँ चाइनिज नै किनेको थिएँ, बट त्यस्तो राम्रो लागेन, भ्याउन चाहिँ भ्याएँ। अनि त्यसपछि अब लिप पनि हल्का ड्राई हुन्छ नि त, अनि त्यही भएर एउटा लिप बाम किनेँ।